माथि पुगिसकेको छ यो लाइन। अत्याचार आक्रमण बराल असमझदारी विकल्पविहीन विदेशी बे हुन्छ भिकारी शिकारी नेता अभिनेता बन्छ क्रान्तिकारी बिगारी केटा केटी भोको पेट्रेकी सिपाही अविवाहित घाट खाएर शरीर बिकाई त्यसको माटो नै मिठाई ठानी गीत थुल्छु त्यसको लागि अब जनता रोकिनेवाला छैनन्। जनताले बुझिसके यिनले कहाँबाट ल्याएर खारेछन्। हिजो विदेशीले आज विदेशीले पनि बोल्न थाले, कति ठाउँबाट ल्याएर एनजिओ चलाए, एउटा जनतालाई भ्रमित बनाए, नास्तिकता फैलाए। अब यी सबको विरुद्ध हो यो आन्दोलन। यी सबको विरुद्ध देशलाई सुशासन कायम गराएर तपाईको कस्तो अधिकारको कुरा गर्नुहुन्छ यार। हिजो तपाईको यिनीले आज चाहिँ आफूले खाना पाए भने अधिकार कुरा गर्छन्। पञ्चायत व्यवस्थामा हेर्नुस्, तुलसी गिरी प्रधानमन्त्री भाषण फर्स्ट मिनिस्टर हो तुलसी गिरी, जो सिराहामा जन्मेका मान्छे, तराईको सिराहामा जन्मेका मान्छे यहाँ प्रधानमन्त्री भाषण। कीर्तिनिधि विष्ट प्रधानमन्त्री भाषण, मरिचमान सिंह विष्ट के अरे प्रधानमन्त्री भाषण। के अहिले यहाँ पार्टीको सदस्यता बोकेर मात्रै हुने? हिजो पार्टीको सदस्यता बोकेर हिँड्ने रामचन्द्रे भन्ने एउटा फटाले विद्यादेवी भण्डारीले चाहिँ खारेज गरेर राखेको, थन्काएर राखेको चाहिँ नागरिकता विधेयकमा उसको नाम विद्यादेवी भण्डारी भनेर लेखेको ठाउँमा टिपेस लगाएर मेटेर आफ्नो नाम लेखेर पठाएर भारतलाई कसैले पठायो होइन? प्रचण्ड प्रधान जाँदाखेरि यिनीहरूको देशमा यिनीहरूको विदेशमा केही सम्बन्ध के अरे हैसियत छ? केपी ओली चाहिँ इन्डिया जान सक्छन्? इन्डिया जाने हैसियत छ प्रधानमन्त्री? किन नगा? किनभने यिनलाई विदेशीले पत्याउँदैनन्। यिनी हली हुन्, हली नै रहन्छन् र देशको वास्तविक चाहिँ अभिभावक राजा हुन्। देशको माया राजालाई छ, राज संस्थालाई छ र जनतालाई छ। त्यसकारण अब जनता र राजा मिलेर राजालाई राजगद्दीमा गएर राख्ने अभियान हो यो। राजालाई राजगद्दीमा नराखेछन्, यो अभियान रोकिनेवाला छैन। धन्यवाद 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 मोटरसाइकल र्याली छ होइन? जस्तै संसद भवनमा तपाईलाई चाहिँ विधेयक पास गर्ने तर्खरमा छन् नेताहरू, तर तपाईहरू यता नारायण हिटीतिर जाँदै हुनुहुन्छ। यो अहिलेको र्याली भनेको चाहिँ सिंह अथवा संसद भवनतिर जानुपर्ने होइन र? जान्छ, संसद भवन पनि जान्छ, सिंहदरबार पनि जान्छ, आवश्यक परेको खण्डमा अब जहाँ पनि जान्छ। यदि कसैले नेपाली जनतालाई कुठाराघात गरेर कुनै पनि विधेयक ल्याउँछन् भने त्यस्ता तस्कर, त्यस्ता दलालहरूलाई अब नेपाली जनताले घिसारेर टुडीखेलमा ल्याएर झुन्डाउँछन्। धन्यवाद। त्यसैले प्रहरी चाहिँ अब यता युवा शक्ति गरी
प्रधानमन्त्री केपी शर्मा ओलीलाई म अपिल गर्न चाहन्छु नवीन सम्झौता गरौँ। तपाईहरुले सानो सरकार गरेर हात फालेको होइन। तपाईहरुले आन्दोलन गरेर होइन। विकासका कार्यक्रम हरियोजना खाएर सरकारको चुनाव नवीन सम्झौता गर्न चाहनुलाई हामी खुला आवाज आन्दोलनमा प्रसार गर्छौँ। राजासँग के सम्झौता गरेको थियो? जो सम्झौता के थियो भने राजा राजले संसदको कुनै स्थापना गरेर हुने थियो। विदेशीको हरियोजना खाएर राजालाई फाल्यौ, नत्र जनमत गर्न फालेनौ, आन्दोलन गर्न फालेनौ। त्यही भएर मेरो अपिल छ सबै जातिलाई निर्णयलाई देश भएका मान्छेलाई आज के प्रकारका साथ भन्न चाहन्छु। नवीन सम्झौता गरेर अहिलेको संविधानमा राजा राख्नुहोस्, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री मेरो अनुरोध छ अब राष्ट्रपतिले तपाईँ प्रधानमन्त्रीको आउनुहोस्। नेपालको संविधान 2072 धारा 274ले राजा चाहिँ सबै भन्न पाइन्छ। त्यही भएर नवीन सम्झौता गरेर राजा राख्नु हो भने तपाईहरुलाई हामी मानौँला। यदि राजा राख्नु भएन भने बङ्गलादेश नेपाल हुन सक्छ। म राष्ट्रिय प्रजातन्त्र विश्वका साथमा संसदको हैसियतका साथ भन्दैछु, प्रधानमन्त्रीज्यू नवीन सम्झौता गर्नुहोस्, राजा राख्नुहोस्, राष्ट्रपति हटाउनुहोस्, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्नुहोस्। मुद्दामा नवीन सम्झौता गर्नुपर्छ। अब पहिलो मुद्दा राजा चाहियो, राष्ट्रपति दोस्रो मुद्दा संसदबाट प्रधानमन्त्री हुँदैन, जनताबाट निर्वाचित प्रधानमन्त्री। तेस्रो मुद्दा प्रदेश बन्न सक्दैनौँ, दाजुभाइहरूले शिक्षा पाइएन, स्वास्थ्य पाइएन, प्रदेशका छोडेर आवश्यक छैन। यही संविधानबाट प्रदेश संघलाई खारेज गर्नुहोस्। चौथो मुद्दा हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू राष्ट्र संविधानमा घोषणा यो चारवटा मुद्दा अहिलेको सरकारले लागू गर्दैन भने मेरा साथीहरू देशभरिबाट सदरमुकाम फेर्नुहोस्, यो सरकारलाई मात्र पार्नुहोस्। यति सरकारलाई भन्न चाहन्छु म, तपाईहरु यो नवीन सम्झौतामा आउनु भएन। तपाईहरुले दबाब सिर्जना गर्न थाल्नुभयो भने राष्ट्रवादी साथीहरू राष्ट्रिय झण्डा एकपल्ट भएर बङ्गलादेश जानुहोस्, यो सामान्य कुरा होइन। यो दल अहिले पनि तपाईँहरूको इतिहास छ। नवीन सम्झौतामा आउनुहोस्, राजा राख्नुहोस्, प्रधानमन्त्री जनताले चुन्ने हो। अहिलेको प्रधानमन्त्री तपाईँ हामीले भोडाको होइन। म छोड्न सके राजा हौ, राजा हौ, नवीन सम्झौता देशले आवाज